माओवादी पार्टीका नेता कार्यकर्ताहरू लडाकुहरू यो देशमा परिवर्तन गर्छु भनेर दौडिए हिँडे। उनीहरूलाई 10 वर्ष लाग्छ कि 20 वर्ष लाग्छ कि हुन्छ कि हुँदैन कि केही कुरा थाहा थिएन, तर अनवरत रूपमा राजनीतिक रूपमा सङ्घर्ष गर्नको निमित्त हिँडे। ज्यानको जोखिममा लागेका थिए, कयौं नेताहरूको टाउकाको मूल्य चढाइएको थियो। उनीहरूलाई थाहा थिएन परिवर्तन आउँछ कि आउँदैन, कहिले आउँछ भन्ने कुराको उनीहरूलाई हेक्का थिएन, तर ज्यानलाई जोखिममा राखेर जुन अनवरत सङ्घर्ष उनीहरूले गरे, जसको जेसुकै उद्देश्यता भए पनि, कुनै आस्थाका हिसाबले विचारका हिसाबले हामी त्यहाँ सहमत हुन नसके तापनि परिवर्तनको एउटा बाटोमा हुमिएका ती राजनीतिक मानिसहरू, उनीहरूलाई थाहा थिएन के परिवर्तन आउँछ कि आउँदैन, व्यवस्था परिवर्तन गर्न सकिन्छ कि सकिँदैन, यो फेर्न सकिन्छ कि सकिँदैन, प्रणाली बदल्न सकिन्छ कि सकिँदैन, उनीहरूलाई केही पनि थाहा थिएन। त्यस्तो सङ्घर्ष गरेकोबाट आएर राजनीति आज यस्तो ठाउँमा आइपुगेको छ कि हामीलाई त थाहा छ, हामीलाई थाहा छ चुनावमा जाँदा पनि हाम्रो बहुमत आउँछ भन्ने हामी सबलाई थाहा थियो। सब थाहा पाएको यति सजिलो सङ्घर्ष आजसम्म इतिहासमा दुनियाँमा कहिले पनि गरेको छैन, कसैले पनि गरेको छैन यति सजिलो सङ्घर्ष। हामी त्यति सजिलो सङ्घर्षबाट आएका हौँ, तर यो सङ्घर्ष यति सजिलो पार्नुभन्दा अगाडि जुन गाह्रो सङ्घर्षको यात्रा यो देशका राजनीतिज्ञहरूले गरे, त्यो जग त हामीसँग छ नि। राजनीतिका रूपमा, पार्टीका रूपमा हामी अलग हौँला, विचारका रूपमा हामी अलग हौँला, सिद्धान्तका रूपमा हामी अलग हौँला, तर मुलुकमा राजनीतिक परिवर्तनका हिसाबले खनिएको त्यो जगमा गरिएको दुःख जस्तो दुःख तपाईँ हामीले अहिले पनि गर्नु परेन, भोलि पनि गर्नुपर्ने छैन। अब 5 वर्ष हामीले काम गर्नुपर्ने छ। मलाई अहिले पनि साथीहरू कहिलेकाहीँ भन्नुहुन्छ, सभापतिज्यू म त सुरुवातदेखि लागेको मेरो त योगदान यति छ भनेर कहिलेकाहीँ साथीहरू मलाई योगदानको मूल्य माग्न ढोका ढकाउनुहुन्छ। मलाई दुःख लाग्छ। यो पार्टीमा योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन साथीहरू, मैले पनि यो मूल्य माग्ने गरी योगदान दिएको छैन। योगदान त अब दिने हो। यो सङ्घर्ष हेर्नुहोस् त, यो क्रान्ति इतिहासकै सबभन्दा सजिलो क्रान्ति। घरमा खाना खाएर निस्किनुहुन्छ, बालबच्चा परिवारहरू सकुशल छन्, कहीँ लुक्दै भाग्दै हिँड्नु पर्दैन। डाइनिङ टेबलमा तातो खाना पुरेर बसेको हुन्छ, तपाईँलाई सबैले नमस्कार गर्छन्, ओर